मैले हिजो बेलुकीतिर टक्क डाटा साटा ल्याएर मोड हेर्न आएको थिएँ। अनि क्यानले चाहिँ फोटो हालेको थियो कि नेपालको अपकमिङ सिरिज भनेर, टी20 वर्ल्ड कपको प्रिपरेसन भनेर। अनि मैले हेरेँ नेपाल टुर अफ श्रीलङ्कामा देखेँ मैले पहिले चाहिँ, अनि त्यसपछि नेपाल टुर अफ इन्डिया देखेँ। मैले टपको पहिले चाहिँ हेडलाइन पढेँ, खुसी लाग्यो मलाई। इन्डिया र श्रीलङ्कासँग गएर खेल्दै रहेछ भने बहुत खुसी भएँ। अनि तलतिर हेरेँ, त्यसपछि श्रीलङ्काको हेर्दाखेरि श्रीलङ्का ए र इन्डिया हेर्दा चाहिँ एमसी के हो क्या सायद समथिङ, मुम्बई क्रिकेट एकाडेमी एमसिएसँग रहेछ। अनि मलाई चाहिँ लास्टै रिस उठ्यो। अनि मैले चाहिँ मस्त एकछिन हेर्दा पनि त्यो पनि हेर्न छोडेँ कि फिक्चर के छ भनेर हेर्न छोडेँ। मलाई चाहिँ लास्ट रिस उठ्यो। अनि त्यहाँबाट आज चाहिँ यस विषयमा कुरा गर्ने छ हामीले। आउनुहोस् सिधै सुरुबाटै सुरु गरौँ। अनि हिजो चाहिँ क्यानले त्यो नेपालको अपकमिङ प्रिपरेसन सिरिज भनेर हालेको थियो। अनि त्यसमा चाहिँ दुईवटा इम्पोर्टेन्ट पोइन्ट छन्। नेपालले श्रीलङ्काको ए टिमसँग खेल्दैछ र इन्डियाको मुम्बई क्रिकेट एकाडेमी एमसिए टिमसँग खेल्दैछ। र अब श्रीलङ्काको ए टिमसँग खेल्नु ठिकै हो, मैले त्यस्तो बेकार चाहिँ मान्दैन। श्रीलङ्काको ए टिम पनि राम्रै छ। सो श्रीलङ्काको ए टिमसित खेल्नु भने एउटा प्रिपरेसन राम्रो पनि हुन्छ। सो त्यसमा मलाई चाहिँ केही त्यो छैन। तर इन्डियाको ए टिम पनि होइन, स्टेट टिम पनि छैन, मुम्बई क्रिकेट एकाडेमीको प्लेइङ 11 यो देखेर त मलाई लास्ट रिस उठ्यो। इन्डियाले नेपाललाई सपोर्ट गर्छ भन्ने न्युज आउँछ नि बाहिर इन्डियन प्रायः जस्तो इन्डियन युट्युबरले चाहिँ के भने हुन्छ भन्दाखेरि इन्डियाले नेपालको सपोर्ट किया है भन्छन्। तर वास्तवमा चाहिँ इन्डियाले नेपाललाई सपोर्ट गरेको छैन अहिलेसम्म चाहिँ। क्रिकेटमा अरूमा सपोर्ट गरे पनि क्रिकेटमा चाहिँ बिल्कुलै गरेको छैन। सो यो मलाई चाहिँ के लाग्यो भन्दाखेरि बर्तन श्रीलङ्कासित मात्र खेलेर फर्कियो जस्तो लाग्यो। यो त नेपालको सिनियर टिमले गएर इन्डियाको त्यो गल्ली टिम भन्दा पनि हुन्छ एमसिए क्रिकेट एकाडेमीसँग, मुम्बई क्रिकेट एकाडेमीसँग म्याच खेल्दैछ नेपालको सिनियर टिमले, टी20 वर्ल्ड कप खेल्ने टिमले। बर्तन यो ठाउँमा नि पिएनजीलाई राख्या भए म खुसी हुन्थेँ कि कमसेकम पिएनजी त नेसनल टिम हो, दुईवटा नेसनल टिम खेल्दैछन्। ठुलो टिम सानो टिम त आफ्नो ठाउँमा छ, कमसेकम नेसनल टिमसँग खेल्दैछ भन्ने त हुन्थ्यो। तर यहाँ चाहिँ इन्डियाको एउटा स्टेट टिम भन्दा पनि एउटा त्यो मुम्बई क्रिकेट एकाडेमी खेल्नु भने यो बहुत बेकारको कुरा। र यो चाहिँ राम्रो प्रिपरेसन होइन नेपालको। यो क्यानको प्रशंसा गर्ने ठाउँमा प्रशंसा गर्न सक्न पर्छ र क्रिटिसिजम सक्ने ठाउँमा चाहिँ क्रिटिसिजम गर्न सक्न पर्छ। कोही क्रिटिसिजम सुन्न नसक्ने वाला पनि होलान्। सो तिनले चाहिँ अहिले बिचैमा भिडियो काट्दै हुन्छ है त। र क्यानले कतिपय धेरै जसो राम्रो काम गरेको छ। अनि कतिपय होइन अलि धेरै जस्तो कि टी20 वर्ल्ड कप आयो भने चाहिँ यस्तै न्युज हाल्छ। सानो टिमसँग म्याच राखेको हुन्छ क्यानले। यो चाहिँ बहुत रिस उठ्दो कुरा हो। कमसेकम इन्डियाको ए टिमसँग कमसेकम कन्भर्सेसन त गरोस् नि, बिसिआईसँग कन्भर्सेसन गरौँ सकेन। वर्ल्ड कप खेल्न जाँदैछ नेपालको, टी20 वर्ल्ड कप 2026 खेल्न जाँदैछ नेपालको टिम। अनि प्रिपरेसन लागि इन्डिया जाँदैछ। इन्डियाको कहाँको टिम भन्दाखेरि मुम्बई क्रिकेट एकाडेमी प्लेइङ 11सँग अरे। यो चाहिँ बहुत लज्जास्पद कुरा हो। सो थोरै चाहिँ अलिकति स्पेलिङ मिस्टेक हुनसक्छ, त्यो आफ्नो ठाउँमा छ। यो चाहिँ सुइटेबल छँदै छैन कुनै हालतमा। यो श्रीलङ्का टुरसँग त सरकारी भएन। श्रीलङ्का टुर ठिकठाकै छ भनौँ। श्रीलङ्का ए टिमसँग खेल्यो भने ठिकै हो भन्थ्यो। अनि यो मुम्बई क्रिकेट एकाडेमीको टिमसँग खेल्नु भने यो बहुत बेकारको कुरा हो कि। यो नेपालको इज्जतै त गर्नेवाला हो नेपाल क्रिकेटको। अनि यसबाट चाहिँ के जस्तो लाग्छ भन्दा इन्डियालाई नेपाल क्रिकेटको केही भ्यालु चाहिँ छैन जस्तो लाग्छ कि। मुम्बई क्रिकेट एकाडेमीको टिमसँग खेल्नु पनि यो बहुत बेकार कुरा। यो चाहिँ बहुत आलोचना गर्न लागेकै कुरा। सो आलोचना गर्न पर्ने ठाउँमा आलोचना गर्नै पर्छ। मैले चाहिँ केही भन्दैन। राम्रोलाई राम्रो गर्न सक्नुपर्छ, नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ। अनि नेपालको बर्तन ए टिमसँग खेलोस्, इन्डियाको अरू टिमसित खेलोस्, कमसेकम स्टेट टिम अनि त्यहाँबाट मुम्बई इन्डियन्सको टिम जस्तो कि त्यो खेल्न सक्छस्। यो त लास्टै भयो कि अति भयो। र इन्डियाले चाहिँ बहुत सपोर्ट गरेको छ भन्छ फेरि नेपाललाई। नेपाल क्रिकेटमा ग्रो गर्न बहुत सपोर्ट गरेछ भनेर। तर 1% पनि आएको छैन कि इन्डियाले 1% पनि सपोर्ट गरेको छैन। इन्डियाले जति बङ्गलादेशले सपोर्ट गरेको थियो क्रिकेटमा ग्रोन, अफगानिस्तानलाई सपोर्ट गरेको थियो, त्यसको 1% पनि नेपाललाई सपोर्ट गरे भए नेपाल अहिले कहाँ पुगिसक्थ्यो। र यसलाई चाहिँ क्यानलाई पनि दोषी भन्नुपर्छ। क्यानले चाहिँ ठुल्ठुला टिमसँग अलिकति कन्भर्सेसन गर्नुपर्छ। आउनुहोस् यता म्याच खेल्नुहोस्, नेपालमै खेलौँ अथवा उता गएर खेलौँ भनेर कमसेकम कन्भर्सेसन त गर्नुपर्छ। अब त्यत्रो एनपिएल भयो, एनपिएल पछि अहिलेसम्म कुनै पनि खेलाडीले म्याच खेल्नै पाएका छैनन्। यो चाहिँ बहुत बेकार कुरा। अरू टिमहरूले मस्तले खेल्दैछन्। युए ओमान मैले हिजो पनि भिडियो भनिसकेको थिएँ। सो यो चाहिँ बहुत बेकार कुरा हो। अनि यसमा चाहिँ सेड्युल पनि आइसकेको छ। सेड्युलको पछि कुरा गरौँला, अहिले खासै मलाई कुरा गर्ने जाँगर पनि चलेको छैन। सो अनि त्यहाँबाट त्यही यो कुरा नेपाल टुर अफ इन्डिया चाहिँ यो हुनै नहुने
त्यो इन्डिया मैले चाहिँ टपमा हेरेको थिएँ नेपाल टुर अफ इन्डिया अनि खुसी लाग्यो बहुत। ओहो नेपाल टुर अफ इन्डिया भने अनि तल हेरेँ फिक्चर्स एन्ड स्पोराडिक सेड्युल भनेको थियो अनि टुर टाइमलाइन म्याच फिक्चर लेखेको थियो अनि नेपाल भर्सेस एमसिए प्रेसिडेन्ट 11 लेखेको थियो अनि त्यहाँ यस्तो रिस उठिदिएको थियो चाहिँ अनि त्यसपछि म ट्यापै बन्द गरेँ अनि त्यहाँबाट अरू कुरै भएन। नेपाल T20 वर्ल्ड कप 2026 खेल्न जाँदैछ इन्डिया र श्रीलङ्कामा अनि प्र्याक्टिस कोसँग गर्दैछ भने एमसिए क्रिकेट एकाडेमीसँग के अरे प्रेसिडेन्ट एक्साइसँग। यो चाहिँ बहुत लज्जास्पद कुरा हो। बरु नेपालले चाहिँ अनसेलेक्टेड मैले अस्ति एउटा भिडियो बनाएको थिएँ त्यसमा गएको थिएँ 20 भ्युज त्योसँग म्याच गर्न सक्छ अथवा बङ्गलादेश चाहिँ अहिले आफै कन्ट्रोभर्सीमा छ पाकिस्तानको ए टिम अथवा पाकिस्तानको जुन त्यो इमर्जिङ एसिया कप खेलेको थियो त्यो टिमसँग अथवा अरू श्रीलङ्काको ए टिमसँग यो चाहिँ बहुत राम्रो अफगानिस्तानसँग सिरिज गर्न सक्थ्यो अथवा नभए चाहिँ बरु युएसँग ओमानसँग पिएनजीसँग गरा भने चाहिँ त्यो चाहिँ खासै नराम्रो हुन्थेन। तर यो नेपाल टुर अफ इन्डिया एमसिए को क्रिकेट प्लेइङ 11 गराउनु भने बहुत बेकार कुरा हो। नेपालले T20 वर्ल्ड कप खेल्दैछ के गल्ली टिम खेल्दै छैन। कमसेकम ल नेपालको ए टिमले गएर त्योसँग खेलेछ भने त ठिकै पनि मैले मान्छु होइन कि नेपालको सिनियर टिमले गएर इन्डियाको एमसिए क्रिकेट 11 सँग अनि इन्डियाले के भन्छ थाहा छ ए हामीले चाहिँ नेपाललाई के अरे बहुत सपोर्ट गरे क्रिकेट गराउनु भन्ने 1% पनि छैन सपोर्ट छैन नेपाललाई ग्रो गर्न इन्डियाको चाहिँ इन्डियाले जति अफगानिस्तान बङ्गलादेशलाई सपोर्ट गर्थ्यो त्यसको 1% 0.1% सपोर्ट नेपाललाई गरे नेपाल चाहिँ क्रिकेटमा धेरै अगाडि पुगिसक्थ्यो। सो यही रह्यो कुरा के भन्नु छ र होइन क्रिटिसिजम गर्ने ठाउँमा क्रिटिसिजम गर्न पर्थ्यो। अब क्यान्सल गर्ने कुरा चाहिँ आउन्न सायद मेरो विचारमा चाहिँ अनि श्रीलङ्काको ए टिमसँग खेल्यो मैले ठिकठाकै माने त्यस्तो धेरै कन्ट्रोभर्सी पनि गरेको थिएँ मलाई त्यस्तो लागेन श्रीलङ्काको ए टिमसँग खेल्न भने बहुत राम्रो कुरा अनि इन्डियाको ए टिमसँग खेल्न पाएको भए चाहिँ बहुत राम्रो हुन्छ। तर यो गोली टिमसँग खेल्नुभन्दा चाहिँ नखेले राम्रो भन्छु म चाहिँ यो चाहिँ आफ्नै नेपाली क्रिकेटको इज्जतलाई फाल्नु कुरा जस्तो लाग्छ मलाई चाहिँ। तपाईँको चाहिँ विचार के छ आफ्नो प्रतिक्रिया चाहिँ तल कमेन्ट बक्समा बताउन सक्नुहुन्छ र हामी मिल्ने छौँ अर्को एउटा भिडियोमा। सो बाई।